आजै सकिन्छ भने आजै गरौँ सहकार्य चाहिँ, भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। अहिले जसरी थुप्रै चिजहरू भएका छन्, चाहे ट्रेड युनियनको कुरा गरौँ, चाहे विद्यार्थीको कुरा गरौँ, चाहे सिमानाको कुरा गरौँ। मैले अघि भने गरिब मजदुर किसानका विरुद्ध जुन षड्यन्त्र भएको छ त्यसका विरुद्ध मिल्न सक्ने जतिहरू सहकार्य गर्न जति ढिलो गरे दुर्घटना त्यति नै भयानक हुनेवाला छ। त्यसकारण यसलाई म गम्भीरतापूर्वक तपाईहरू सबैसँग अपिल गर्न चाहन्छु। हामी साँच्चै कमरेड मदन भण्डारी प्रति सम्मान गर्न यहाँ जुटेका छौँ, स्मरण गरेका छौँ भने अहिलेको परिस्थितिमा हामी सबै सहकार्यको निम्ति एक हुनै पर्दछ। सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय, ढिला गर्ने इन्टेन्सन राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ।